सम्माननीय सभामुख महोदय, यो 2079 को नियम 113 बमोजिम उल्लेखित शर्त को अधीनमा रही नियम 2012 को देहाय अवस्था बमोजिम संशोधन को रहेको छ। यो विधेयक जुन किसिमको विधेयक आएको छ, यो विधेयकमा छलफल गर्दा जस्तै कालो बजारी ऐन खारिज गरिएको छ। यो पञ्चायत कालमा 32 भने पञ्चायत काल हो, पञ्चायत कालमा दण्डनीय बनाउने, लोकतन्त्रका कारणले हो कि यो छुट दिने, लोकतन्त्रमा त अझै जाने बदमाशहरूलाई तल लाउने, गरेर जाने अझै थप्नु पर्ने थियो। यो जाने 2032 लाई अझै परिमार्जित गरेर नयाँ व्यवस्था गरेर र यसलाई 1 वर्ष भनिएको छ भने 2 वर्ष कैद गरिने छ बदमाशहरूलाई भनेर भन्नुपर्ने थियो। कालो बजारी गर्नलाई छुट दिने काम यो अर्थमन्त्रीजीले कसरी ल्याउनु भयो र यसलाई अझै विशेष गरेर यो हुन्छ बहादुरमा र हुन्न बहादुरमा नगएर यसलाई विशेष ध्यान दिनुपर्छ कि? त्यसकारणले देशमा झन अराजकता मच्चिन्छ। यो मैले सुनेको थिएँ, यो धेरै विकसित देशमा र कालो बजारी होस् कि सेतो बजारी होस् थाहा छैन, तर ट्याक्स लिए हुन्छ भन्ने अमेरिकामा त्यस्तो किसिमको के अरे जो खरिद गर्ने जाने उपभोक्ता हुन्छन्, त्यो उपभोक्ताले जहाँ राम्रो देख्छन् त्यहाँ किन्छन्, जहाँ जाने सस्तो पाइन्छ त्यहाँ किन्छन्। त्यस्तो नियम त्यहाँ पाइन्छ। आज यो देश अमेरिका भए हो कि या जाने यो देश नेपालै छ? के अवस्थामा छ यो देशको अर्थव्यवस्था? त्यसकारणले कालो बजारी जस्तो कुरालाई हामीले छुट दिनु यो जनताका निमित्त एकदम हाम्रो लागि घातक हुन्छ। या त सरकारले यसको नियमनै गर्न नसके हो भएर जाने छोडिदिया हो कि भन्ने लाग्छ मलाई। र दोस्रो कुरा ट्याक्सका कुरा, छुट दिने कुरा, हिजो पनि 50 लाख पनि छुट दिन हुँदैन थियो। त्यो त जाने चुहावट भनेर जाने छुट दिने कुरा, राज्यले जसले जाने काम गर्यो त्यसको चुहावट भनेर छोड्ने कुरा त झनै गम्भीर भयो। चुहावट गर्न हुन्छ कि हुँदैन? बिचौलियाहरूले काम गर्न हुन्छ कि हुँदैन? चोरी गर्न राज्यको राजस्व पाइन्छ कि पाइँदैन? हामी राजस्वलाई असुल उपर गर्नतिर हाम्रो ध्यान नजाने अनि खर्च गर्नेतिर मात्रै ध्यान जाने, राज्यलाई जाने राज्यको ढुकुटीलाई कसरी बलियो बनाउनु पर्छ भन्ने कुरामा हाम्रो ध्यान नजाने, त्यसो भएको हुनाले देशलाई बर्बादीकै दिशातिर झन्लिने कुरा हो कि? त्यसो भएको हुनाले यसलाई तत्काल यो जाने 50 लाई अझै पनि त्यसलाई पनि हटाएर वास्तवमा यो 3 करोड छुट दिने भनेको कुरा राज्यको राजस्व छली नै गर्ने हो, ठग्ने नै हो। यो विषयमा जाने अर्थमन्त्रीजीको ध्यान जानेछ, यसलाई फिर्ता लिनुहुनेछ, यसलाई थप सहितको व्यवस्था गरेर ल्याउनु हुनेछ। तब मात्रै यो देशलाई राम्रो अर्थतन्त्रलाई सुधार उन्मुख अगाडि भएर जानेछ। त्यसकारण यिनै कुराहरूलाई ध्यानमा राखेर र जुन किसिमले अरू थपघट होलान् ती कुरा तपाईँ अस्वीकार गर्नु होला। यो दुईटा महत्त्वपूर्ण कुरालाई हामीले ख्याल गरेनौँ र देशप्रतिको उदासीनता देखायौँ भने देश बर्बादको दिशामा जान्छ है। आज कसैको हटमा असल कुरालाई पनि त्यो जाने गलतै हो भन्ने, गलत कुरालाई पनि असलै हो भन्ने प्रवृत्तिलाई जाने जबसम्म हामी त्याग्दैनौँ। त्यसैले मैले बार यो सदनमा भन्ने गरेको छु, हामी सांसदहरू हुन्छ बहादुर र हुन्न बहादुर मात्रै भयौँ। हामीले असल कुरा दियौँ भने स्वीकार्य हुँदैन। सत्ता पक्षको बहुमतको दम्बमा जाने गलत भए पनि पास गर्न पर्ने र प्रतिपक्षले असल भए पनि त्यसको विरोध गर्नुपर्ने, यो प्रवृत्ति गलत हो। देशप्रति यो राम्रो गर्दैन, देशलाई अगाडि बढ्नतिर बाधक हुन्छ। त्यस कारणले पनि असल कुरा प्रतिपक्षका छन् भने पनि सत्ता पक्षले ग्रहण गर्नुपर्छ र गलत कुरा सत्ता पक्षले गरेको छ भने सत्ता पक्षले पनि गलतको गलत भनेर देश र जनताप्रति उत्तरदायी भएका हौँ। हामी व्यक्तिप्रति केही संस्थाप्रति उत्तरदायी भएर मात्रै लाग्यौँ र केही त्यो हिसाबले अगाडि बढ्यौँ भने देश बर्बादीको दिशातिर लिने कि देशलाई सुधारात्मक रूपले अगाडि बढाउने, देशलाई समृद्ध भनेर भाषण गरिदिने अनि समृद्ध हुने ठाउँमा सबै ठाउँ चुहाउटै गरेर अगाडि बढ्ने भयो भने
देश बर्बाद हुन्छ। देश बर्बाद भयो भने एउटै डुङ्गामा सत्ता पक्ष र प्रतिपक्ष चढेका छौँ। त्यो डुङ्गा डुब्यो भने तपाईँ पनि सत्ताको दम्म त्यसैमा जान्छ, प्रतिपक्षको दम्म पनि त्यसैमा जान्छ। त्यसो भएको हुनाले देशलाई सहज रूपले कसरी लिन सकिन्छ, सहमतिका आधारमा कसरी जान सकिन्छ, राष्ट्रप्रति र जाने पूर्वाग्रही भएर सत्ताको विरोधै गर्नुपर्ने अवस्था पनि होइन। सत्ता पक्षले पनि हनुमानी गरेर हुन्छ भनेर अगाडि बढेर मात्र देश बन्दैन। यथार्थ कुरा राष्ट्रका निमित्त, जनताका निमित्त हामीले के गर्न पर्ने हो त्यो कुरामा सबैले सहमतिका साथ अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु। र अब यी मैले भने त भन्नै मात्रै होला, जनतालाई सुनाउने मात्रै हो। अब अहिले हुन्छ बहादुर हुन्छ भन्ने हुन्छ, हुन्न बहादुरले हुन्न भन्ने हुन्छ। त्यस कारणले यसलाई अझै पनि सोचेर यो दुईटा कुराप्रति अर्थमन्त्रीजीको सरकारको ध्यान जाओस् र यसलाई कडा दण्डनीय व्यवस्था गरेर दण्डहीनताबाट मुक्त देशलाई गर्न पर्छ भन्ने कुरा राख्दै बिदा हुन्छु। धन्यवाद। अब संशोधनकर्ता